वेलकम बैक टू टलवर किरण च्यानल। सबैलाई स्वागत छ न्यू भिडियो न्यू जोस जागरको साथमा। यस्तै छ गाइस, आज चाहिँ अस्ति भनेको थिएँ नि आर्म रेस्लिङ आज हुन्छ भनेर चाहिँ म तिनकुने यहाँ आइसकेको छु चट्ट लाएर। अब हेरौँ माहौल तिनकुने अब छिरेर माहौल के छ गरौँ छ कि के छ। टक्क पारामा खेल्ने हो आज चट्ट। हजुरहरूलाई नि यसो नेपालमा आर्म रेस्लिङमा इन्ट्रेस्ट हुनुहुन्छ भने हाम्रो मिस्टर भित्री दाई हुनुहुन्छ, उहाँको च्यानलमा चाहिँ रेगुलर आउँछ, अपडेटहरू आउँछ, गएर हेर्न सक्नुहुन्छ। म त्यहाँ यसो मिलेछ भने राखिदिउँला। के भन्छ नामसाम म चाहिँ आइसकेँ, झरिसकेँ भर्खर आएको गाडीमा। म्याच हुने चाहिँ 3 बजीदेखि नै स्टार्ट हुन्छ भन्नुभएको छ। आइसक्नु भरे दाइहरू चाहिँ अब जाम भेटघाट गरौँ, के हुन्छ यस्तै गरौँ, यस्तैको छ ल। हेर्दै गरौँला है त अहिले म्याचको यसो चट्ट पारामा यसो जिन्दगी मरिलानु। तिनकुने ग्राउन्डको माहौल चाहिँ यस्तो छ अहिले। बिहान पानी भरेर आज भर्खर अहिले भर्खर भन्दा पनि दिउँसोतिर उगिरहेको थियो। खाली छ अहिले। अब 2-3 बजीतिरबाट एकदमै धेरै स्टार्ट हुनेवाला चाहिँ छ। हेर्दै गरौँ म्याच कस्तो हुन्छ। ऊ त्यहाँ रहेछ आएर टक्क मैले फर्मसँग गरिसकेँ। पछाडि दिन सक्नुहुन्छ मान्छेहरू 3टा बाह्रै छन्। अब मेरो चाहिँ फर्स्ट टाइम हो। हेरौँ त्यही पनि के हुन्छ देखा जाएगा। झन् फर्स्ट हारै हो भने झन् मजा आउँछ। च्यालेन्ज हुन्छ केही छैन, ठिक छ। कम भरे अलिअलि मान्छे आउन सुरु भइरहेको। अब हेरौँ यस्तो गेम आर्म रेस्लिङ आज हारिन्छ जस्तो छ गाइस, केही छैन। तर यस्तो छ माहौल चाहिँ तातिँदैछ। सर हाम्रो भित्री दाइ आउनुहुन्छ। सर माहौल गरममा गरम गाइस। मान्छे सब भित्र छन्। म्याच सुरु हुन अब 45 मिनट जति बाँकी छ। यस्तै छ, हेर्दै गरौँला है त। मेरो म्याचको चाहिँ अब आउँदैन होला सायद। म्याच स्टार्ट हुन लागेको छ। अब भित्र मान्छेहरू छन् ठन्ना यत्रो पाखुरा छैन मान्छे। मैले पनि टिकट काटेर फर्म चाहिँ भएर छु। अब हेरौँ लगभग एकजनाको 40-50जना मान्छे होला। एकजनाको 5जना 4जनासँग पर्छ। त्यही धेरै पऱ्यो 6-7 जनासँग पर्ने बाल छैन गाइस। अर्कोचोटि हान्नुपर्छ पानी नहाने। सके यही पालि नसके अर्को पालि है त। तपाईहरु यदि खेल्न चाहनुहुन्छ भनेपछि 200 रुपैयाँ इन्ट्री दिएर चाहिँ तपाईहरुले खेल्न सक्नुहुनेछ है। अनि त्यस पछाडि अबको केही भनौँ न अबको 15-20 मिनेटमा चाहिँ हामीले अब गेमहरु स्टार्ट गर्छौँ। अनि आज चाहिँ ओपन क्याटेगोरी छ है। अनि आज चाहिँ तपाईहरुले चाहिँ फाइनलसम्म सेमी फाइनलसम्म टिक्नेलाई चाहिँ अब अफकोर्स हामीले प्राइज राख्नेछौँ हैन। सो अनि त्यही नै हो गाइज। अनि गेमको रुल्सहरु चाहिँ हामी अब एकछिनमा भन्नेछौँ तपाईहरुलाई, लाइक कसरी एल्बो फल हुन्छ, कसरी के हुन्छ भनेर है। अनि त्यस पछाडि अनि यस्तो गेमहरु चाहिँ सबैले सपोर्ट गरिदिनु होला। हाम्रो नेपालमा पनि अब आर्म रेस्लिङलाई चाहिँ हामी सबैजना मिलेर चाहिँ माथि लगौँ हैन, ग्रो अप गरौँ। अनि हामीले चाहिँ पेप्सी कोलाको सुरुवाती गार्डनमा चाहिँ हरेक शनिबार चाहिँ हामीले गरिरहेको हुन्छौँ। र साथसाथै अहिले हाम्रो झापातिर पनि हाम्रो अरू पनि कम्युनिटीहरूले चाहिँ गरिराख्नु भएको हुन्छ हैन। अनि बाँकी अरू प्लेयरहरू पनि आउने बाँकी हुनुहुन्छ। अनि आजको चाहिँ हाम्रो अब नेसनल च्याम्प भनेको चाहिँ अब हाम्रो सिद्धार्थ भाइ र प्रज्वल भाइ छ। हाम्रो सिद्धार्थ भाइजीको चाहिँ आफ्नो अन्डर 60मा चाहिँ भनौँ न नेसनल हो। अनि चाहिँ अन्डर 70मा। अनि अझै चाहिँ हाम्रो नेपाली स्ट्रङ्गेस्ट रोमन दाइ आउने बाँकी हुन्छ हैन। अनि बाँकी चाहिँ अब सबै हाम्रो भाइहरू प्लेयरहरू भइ नै हाल्यो। सो आजको म्याचहरू चाहिँ हेरेर इन्टरटेन गरिदिनु होला। जति सक्दो चाहिँ हामी बेस्ट म्याच तपाईँहरूले देखाउन सक्ने ट्राई गर्दैछौँ। सो अनि तपाईँहरूले मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु। जति पनि यहाँ हुनुहुन्छ सबैले मिस्टर भित्री हानेर चाहिँ सब्सक्राइब गरिदिनु होला। मेरो 15,000 पुग्न आँटेको छ, 20,000 पुगाइदिनुहोस् हैन। सो त्यही नै हो। अब केही चिजमा चाहिँ अब गेम स्टार्ट गर्छौँ हामी। सो धन्यवाद तपाईँहरू सबैजनालाई। अनि यस्तो तपाईँहरू सिक्न चाहनुहुन्छ भने चाहिँ यतिकै चेक गर्दा हामीले प्राइज राखेको छौँ हैन। सो अब हामीले म्याच अब स्टार्ट गर्न आँटिसकेको छौँ। सो यसरी नै अब चाहिँ हामी रुल्स एन्ड रेगुलेसन भन्छौँ हैन। सो कतिपय मेम्बरहरूलाई थाहा छैन होला। सो अलिकति ध्यान दिएर होला।
माहौलको चाहिँ यस तरह बन्दैछ गाइस यताबाट हेरिदिन्छ यार यताबाट मैले यस्तो गर्छु यो क्राउन चाहिँ सक्यो गाइस मिलिसेकेन्डमा कति हाल्यो केही छैन तगडे तयारी हुनुपर्छ गाइस तगडे तयारी अब एक चान्स पाउँछ अरे त्यो पनि खासै दास छैन कस्तो पावर नलाउनु दुईटा म्याच पनि गयो सेकेन्ड म्याच पनि गाइस अरू पनि हार्यो यार केही छैन सक्यो नकआउट अब हेर्नै बस्ने केही छैन हार्यो अर्कोचोटि अब टेबल प्र्याक्टिस नगर हो ठिक छ केही छैन लेस्टको त्यो हार्ने जितमा परिणत गर्छु म यो ब्लग मार्फत ल आजलाई यति नै अब म्याच अलिअलि अब यसो सुरुको देखाइहालेँ होइन अब यस्तै हो अनि यो चाहिँ प्रत्येक हप्ता प्र्याक्टिस हुँदो रहेछ दिन कुनै ग्राउन्ड अथवा यता के भन्छ पेप्सी खोला सूर्यमुखी गार्डनमा हाम्रो भित्री दाइको दाइले चाहिँ यसलाई अलिकति अपडेट धेरै दिनुहुन्छ सो उहाँको यदि तपाईँहरू खेल्न चाहनुहुन्छ भने उहाँको भिडियो गरेर रेगुलर रूपमा हेर्न सक्नुहुन्छ म भरे मेन्सन गर्छु है त आजलाई यति नै हारियो अब अर्कोचोटि खेल्ने हो केही छैन